आज सुती सुती सोचिरहेको थिएँ अरे कहना क्या चाहते हो? अनि फेरि सोच्दा सोच्दै फेरि उठेर सोचेँ ठीक है समरिया। उठेर सोच्दा नि केही भएन तपाईँहरूलाई थाहा छ मेहनत गर्दै गर्नुहोस् एक दिन अवश्य आउँछ किनकि एकैचोटि 2 दिन कहिले पनि आउँदैन तपाईँले देखिराख्नु भयो होला अफकोर्स तपाईँले देख्नुहुन्छ किनभने तपाईँहरूको आँखा छ मान्छेले तपाईँलाई फ्रीमा दिन सक्ने भनेको सल्लाह सुझाव र ज्ञान मात्रै हो किनभने पैसा दिन सबैसँग हुँदैन मसँग नि छैन भन्छ नि सोझौँलाल घिउ आएन भने कहिलेकाहीँ त्यसलाई बाङ्गो बनाउनु पर्छ अच्छा। तर होइन कहिलेकाहीँ बट्टै त दाइ पनि हुन्छ नजाने गाउँको बाटै नसोध्ने भन्छ नि किन नसोध्ने कहिलेकाहीँ जान पनि त पर्न सक्छ त्यही भएर सोधेर राखेको राम्रो हो नि मजा आया। केटी मान्छेलाई के अन्याय पर्यो भने त्यसलाई हेर्नलाई माइती नेपाल छ तर केटा मान्छेलाई अन्याय पर्यो भने कसले हेर्छ माधव नेपालले कि जितु नेपालले यदि महिला पुरुष बराबर हो भने केटी मान्छेले चाहिँ केटालाई बिहा गरेर किन लैजाँदैनन् किन सधैँ केटा मान्छेले मात्रै केटीलाई बिहा गर्नुपर्छ हिपोक्रेसी की भी सीमा होती है। अनि तपाईँहरूले मेरो भिडियो हेरेर सब्सक्राइब चाहिँ किन नगरेको बडा हरामी हो बेटा। सब्सक्राइब गरौँ है 500 सब्सक्राइब छिट्टै पुग्न मन छ कि थ्याङ्क यू।